ल आज हामी घुम्न आएको सोलुखुम्बु जिल्लाको नेचा भन्दा माथि फुर्के चिसापानी जम्मा आएको चाहिँ 3 जना आएको। ऊ र म चाहिँ यहाँ छौँ। अब एकजना भाइ कता गयो अलपत्र परेर उसको उद्धारमा लागि हामी यहाँ जङ्गलमा खोजी कार्य गर्ने हुँदा हल्का हल्का गनाए महसुस भएर के गनाए महसुस भएर उसमा चाहिँ यहाँ छोडिदिउँ भनेपछि केटोले अब केटीसँगको केही न केही त त्यस्तै हो। अब बुझिहाल्नुहुन्छ बुझ्नेले, नबुझ्नेले अब इनबक्समा एसएमएस गर्दा भइहाल्यो। भयो अनि अब दुईजना चाहिँ यहाँ रुकेछौँ। 1 घन्टा भइसक्यो। एक निन्द्रा पुऱ्याउँथ्यौँ सुतेको भए पनि। कुदे यो मुनिबाट कुद्दैछन् मित्रहरू। अब चाहिँ निस्के जस्तो लाग्दैछ है।